हेलो गाइज, के छौ? हामी कता हो आज? हेलो हेलो साथीहरू, नमस्ते नमस्ते। आज हामी साथीहरू सुन्दरी जल घुम्न आएको शिवपुरी नेसनल पार्क। के छ माडे, कता घुम्न आइयो आज? हामी त आज शिवपुरी नेसनल पार्कमा भित्र पर्ने सुन्दरी जलमा यसो अवलोकन गरौँ भनेर। ए ल, तपाईँलाई यो पछाडिको भ्यू कस्तो लाग्छ यसो गरिदिनु न, फोटोसुट गर्दै हुन्छ सुदीपजीले। यस्तो रमाइलो छ होइन। हामी चाहिँ म बेन्डी सुदीप र विशाल घुम्न आएको। तपाईँहरूलाई हेर्छ पछाडिको भ्यू क्या दामी देखाउँछ तपाईँलाई वाटरफल। आज यसो हिँडेको आज हामी चारजना चाहिँ यसो शिवपुरी राष्ट्रिय निकुञ्जमा घुम्न आएको। साथीहरू चाहिँ तलै छन्, म चाहिँ अगाडि माथि थिएँ। रुम त कति राम्रो नेचुरल भ्यू छ। तपाईँहरू यदि घुम्न इच्छुक हुनुहुन्छ भने अहिले यो सुन्दरजलको शिवपुरी राष्ट्रिय निकुञ्ज चाहिँ अहिलेलाई घुम्न एकदम राम्रो दृश्य छ। ग्रिनरी भएको छ, राम्रो ग्रिनरी छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। हेलो गाइस, नथाकौँ न त्यसरी, सिधा सिधा हिँडौँ न। हो माडे कहाँ हो? वनको विद्यार्थी भएर अनैतिक क्रियाकलाप गर्ने वनमा आएर माडे के भनिस् भाइ? भन् त भाइ। छोटो जिन्दगीमा यात्रा अझै हामी सबैको आफ्नो आफ्नो भर्खर सुरु भयो हो। जङ्गल होस् या कुनै पनि संरक्षित क्षेत्रभित्र तपाईँ जानुहुन्छ भने कृपया यसरी फोहोर नगरिदिनु होला। सकेसम्म प्लास्टिक जन्य वस्तुहरू वनभित्र नलगिदिनु होला। लगिहाले पनि कृपया जसरी लग्नु भएको थियो सो गरी पुनः फर्काएर ल्याइदिनु होला। त्यसै तपाईँले प्लास्टिक प्राकृतिक वासस्थानमा फाल्दा यहाँ भएका वन्यजन्तुलाई हानिकारक वस्तु पनि हुनसक्छ र यी प्लास्टिक चिजहरू फाल्दाखेरि नकुहेर हाम्रो वनमा धेरै नष्ट गर्न सक्ने हुन्छ। हेर्नुहोस् त, हामीले यसरी वन जङ्गल नै विनाश हुने गरी यसरी प्लास्टिक फाल्दा यस प्राकृतिक वासस्थानमा बस्ने वन्यजन्तु यहाँबाट हुर्किने वनस्पतिहरूमा ठुलो ह्रास ल्याउन सक्छ। त्यस हिसाबले जाऊ न, कस्तो डरा हो के? जाऊ न, अब त ओह्रालो झर्ने त निकाल्ने होइन यति त भाइ। तँलाई त मलाई सगरमाथा चढाउनु पर्ने हो क्या यसलाई त। माथे माथे पन्थमा